नमस्ते। नेपालको राजनीतिमा आजभोलि एउटा प्रश्न निकै सुनिन्छ। देशलाई युवा जोश चाहिने हो कि पाको अनुभव? के नेताको उमेर नै सबै थोक हो त कि उसको विचार र नियत बढी महत्त्वपूर्ण हुन्छ? आज हामी यही बहसको केन्द्रमा रहेको एउटा विचारलाई खोदतल्दैछौँ। ल सुरु गरौँ है त। त्यसो भए प्रश्न यही हो, के नेता हुनलाई जवान हुनै पर्छ त के यही नै सबैभन्दा महत्त्वपूर्ण गुण हो? एउटा लेखमा यसको निकै चाखलाग्दो जवाफ दिने कोसिस गरिएको छ र त्यसको तर्क साँच्चै सोच्न बाध्य बनाउने खालको छ। त्यो लेखको मूल मन्त्र नै यही हो, युवा भनेको उमेर होइन सोच हो। यो नागरिकतामा लेखिएको मितिले निर्धारण गर्ने कुरा होइन, बरु यो त एउटा प्रगतिशील सोच र दृष्टिकोण हो। र आफ्नो यो दाबीलाई बलियो बनाउनको लागि लेखकले हामीलाई इतिहासतिर फर्काउँछन्। ल त्यसो भए इतिहासकै कुरा गरौँ न त। नेपालको आधुनिक इतिहासका केही यस्ता मोडहरू छन् जहाँ उमेरभन्दा विचार र अठोट कति शक्तिशाली हुन्छ भन्ने कुरा प्रष्ट देखिन्छ। खास गरी दुईवटा यस्ता राजनीतिक घटनाक्रम छन् जसले नेपालको पुरै बाटो नै मोडिदियो। तर प्रश्न के हो भने, ती आन्दोलनमा उमेरले साँच्चै केही फरक पारेको थियो त? के परिवर्तनको जिम्मा युवाकै गाडमा थियो? पहिलो उदाहरण 2046 सालको जनआन्दोलन। सम्झ्यौ त त्यो आन्दोलनको नेतृत्व कसले गरेको थियो? गणेशमान सिंहले, जो त्यति बेला पाका नेता हुनुहुन्थ्यो। उहाँको भिजन र अठोट नै आन्दोलनको मुख्य शक्ति थियो। अनि अर्कोतिर त्यति बेलै कमल थापा जस्ता नेताहरू त युवा थिए, तर उनीहरू परिवर्तनको पक्षमा थिएनन्, उल्टै विपक्षमा थिए। यसले के देखाउँछ भने परिवर्तनको ड्राइभर सिटमा उमेर होइन, विचार र अठोट बस्दो रहेछ। अब अलि यता आउँ 2062-63 को आन्दोलनमा, जसले राजतन्त्र नै फालिदियो। त्यहाँ पनि हेरौँ न, नेतृत्वमा को थिए? प्रचण्ड र गिरिजाप्रसाद कोइराला, दुवै पाकका नेताहरू। अनि युवा पुस्ताको प्रतिनिधित्व कसले गरिरहेको थियो त? तत्कालीन युवराज पारस र उहाँका साथीहरूले, जो पुरानै व्यवस्था टिकाइराख्न चाहन्थे। भनेपछि इतिहासले फेरि त्यही कुरा देखायो, परिवर्तन उमेरले होइन, विचारले ल्याउँछ। त्यसैले यी दुई ठूला ऐतिहासिक घटनाबाट के देखिन्छ भने देशलाई अगाडि धकेल्ने इन्जिन उमेर होइन रहेछ, बरु त्यो इन्जिन त रहेछ सही भिजन र त्यसलाई जसरी पनि पूरा गर्छु भन्ने अठोट। ल इतिहासको कुरा त भयो, अब वर्तमानको एउटा ठूलो समस्या भ्रष्टाचारतिर लागौं। के भ्रष्टाचारको पनि कुनै उमेर समूह हुन्छ त कि यो समस्या अर्कैतिर छ? हेर्नुहोस् न, भ्रष्टाचारले न पाको भन्छ न तन्नेरी। भ्रष्टाचारका आरोपहरू त दुवैतिर लागेकै छन्। यसले सिधै के सङ्केत गर्छ भने गडबड उमेरमा होइन, व्यक्तिको नियतमा छ। हो, यही नियतलाई त्यो लेखमा प्रवृत्ति भनिएको छ, अर्थात् मान्छेको भित्री चरित्र, उसको स्वभाव। तर्क एकदमै सिधा छ। उमेरले केही हुँदैन यदि मान्छेको प्रवृत्ति नै ठिक छैन भने उसले गर्ने काम पनि ठिक हुँदैन। यो प्रवृत्ति भन्ने कुरालाई बुझाउनको लागि लेखकले एउटा यस्तो उदाहरण दिएका छन् जुन सायद कहिले बिर्सिँदैन। यो एउटा उदाहरणले उमेर र चरित्र बीचको फरकलाई एकदमै छर्लङ्ग पार्छ। ल हेर्नुस्, गोबरको थुप्रोलाई गोठबाट उठाएर पसलमा लगी जेन जीको बिर्को लगाउँदैमा त्यो गुतपाक बन्दैन। यो भनाइ एकदमै सिधा र कडा छैन। मतलब भित्रको चिजै खराब छ भने बाहिर जतिसुकै राम्रो स्टिकर टासे पनि केही हुनेवाला छैन। राजनीतिमा पनि ठ्याक्कै त्यस्तै हो। प्रवृत्ति पुरानै बोकेर खालि नयाँ अनुहार देखाउँदैमा देश सुध्रिँदैन। अब यति भनेपछि लेखकले नयाँ भनेर आएका राजनीतिक शक्तिहरूलाई एउटा सिधै चुनौती पनि दिएका छन्। यो खालि आलोचना मात्र होइन, एउटा प्रश्न पनि हो। केही नयाँ राजनैतिक दलहरूलाई के आरोप छ भने उनीहरूले पुर्खाले बनाएको घर जलाएर त्यही खरानीमा हक खोज्न आएका छन्। भन्नुको मतलब पुरानोलाई गाली गर्ने, भत्काउने कुरा त धेरै गरे, तर त्यसको ठाउँमा के बनाउने त? त्यो नयाँ घरको नक्सा खोइ, त्यो भिजन खोइ भन्ने प्रश्न हो। अनि यहीँनिर आउँछ सबैभन्दा मुख्य चुनौती। नयाँ पुस्तालाई सोधिएको छ, ठिक छ उमेर नयाँ छ, तर उमेर बाहेक अरू के नयाँ छ त? देश बनाउने कार्यक्रम के छ? क्षमता छ भन्ने प्रमाण के हो? अबको असली परीक्षा भनेकै यी प्रश्नहरूको जवाफ दिनु हो। यो सबै कुरा सुनेपछि अन्तमा एउटा एकदमै महत्त्वपूर्ण प्रश्न बाँकी रहन्छ। यो प्रश्न नेताको लागि मात्र होइन, हामी सबैको लागि हो जो आफ्नो भविष्यको नेता छान्छौँ। त्यसो भए आखिरमा सोच्ने पर्ने कुरा के हो भने नेतालाई नाप्ने साँच्चैको कसे के हुनुपर्छ त? उसको उमेर, उसको भाषण गर्ने तरिका,
कि उसको विचार, उसको योजना र सबैभन्दा बढी उसको चरित्र? हो, यही प्रश्नको जवाफमा नै हाम्रो देशको भविष्य निर्भर छ।